हेलो दर्शन नमस्ते। अहिलेको स्थिति यस्तो गम्भीर अवस्थामा पुगिरहेको छ। हाम्रो देश कुन ठाउँमा कुन गतिमा हिँडिरहेको छ त्यो तपाईँ हामीलाई पनि थाहा छ। हेर्नुहोस्, तपाईँको सरकारी द्वन्द्व, यो दुनियाँ द्वन्द्वले गर्दाखेरि हामी जनता जताबाट पनि जनता चेपाटमा परिरहेको छ। यो अहिलेको यो 15 गतेको माहौल हेर्दाखेरि तब यस्तो अवस्थामा पुगिरहेको छ। तपाईँ के भन्न चाहनुहुन्छ यसमा? तपाईँ आफै विचार गर्नु। तपाईँको मन लागेको कुराहरू यसमा सेयर गर्नुहोला, कमेन्ट गर्नुहोला। सरकार विरुद्ध हामी यसरी लडेका छौँ, हामीले पाउने केही पनि होइन। तपाईँ आफै बुझ्नुहोस्, यस्तो समय छ कि राजा आऊ देश बचाऊ, कि भ्रष्टाचारी आऊ देश खत्तम पार। त्यही नै हो। तपाईँ कुन चाहिँ पक्षमा हुनुहुन्छ? तपाईँ के हाम्रो देशमा गणतन्त्र जानै लागेको हो त? तपाईँलाई के लाग्छ? प्लिज कमेन्ट गर्नुहोस् र आफ्नो धारणाहरू हामी समक्ष सेयर गर्नुहोस्। राजा आएर अहिले राजाको माहौल तातिँदै गर्दाखेरि प्रमुख शीर्ष दलका नेताहरू जस्तै कि प्रचण्ड, शेरबहादुर देउवा र ओलीहरू कहाँ छन्? अहिले के गर्दैछन्? उनीहरूको 25 गतेको आन्दोलनले के भन्छ? सरकार आफैमा बस्ने अनि त्यसपछिबाट आफै आन्दोलन गर्ने? कसका विरुद्धमा आन्दोलन हो यो? 25 गतेका जुन आन्दोलन छन्, मलाई त लाग्छ राजा आउनै पर्छ जस्तो लाग्छ। राजाको पनि अब के हो भिजन त अहिलेसम्म केही पनि अगाडि आएको छैन। राजाको भिजन पनि हुनु पर्यो। यो तरिकाबाट यो यस्तो तरिकाबाट चाहिँ हामीले देशको विकास गर्छौँ, देशलाई समृद्धतर्फ लिएर जान्छौँ, सुखी शान्ति र समृद्धिको बाटोमा लिएर जान्छौँ भन्ने एजेन्डा चाहिँ कसैले बोकेको देखिएन। खालि सबैजना आन्दोलन मात्रै गरेर देश कतातर्फ जाँदैछ भनेर कसैले पनि केही पनि सोचेको जस्तो मलाई चाहिँ लागेन। यहाँ मसँग हुनुहुन्छ आशिषजी। तपाईँ यो 15 गतेको दृश्य हेरेर के भन्न चाहनुहुन्छ? के देशमा बाह्य हस्तक्षेपको के छ? तपाईँलाई के लाग्छ? हुन्छ, तपाईँलाई धेरै धेरै धन्यवाद। यो विषय फेरि तपाईँले उठाउनु भयो। यसो मेरोमा के छ भने यो लुटतन्त्र हो या गणतन्त्र? पक्नुहोस् आशिषजी, यहाँलाई मैले बिचमै रोकेँ। अब धर्मगुरुको यो रूप हेरेर यसलाई के देख्छन्? धर्मगुरु उहाँले चाहिँ धर्मको रक्षा गर्नुपर्ने ठाउँ